हे गाइस तपाईहरुको लागि आज मैले ल्याएको छु तीनवटा रुम र एउटा किचन र पाइसेज भएको बिल्डिङको वायरिङ कसरी गर्छ भन्ने त्यो भिडियो लिएर आएको छु। हेर्नु होला, सल्लाह कमेन्ट सब्स्क्राइब र साइडमा हेर्नु भएको सबै कुराको वायरिङ विस्तृत रूपमा जानकारी गराइने छु र हेर्नु होला भिडियो। हस्, धन्यवाद। रूम एउटा भयो, रूम दोस्रो, रूम तेस्रो र किचन रूम। हेर अब के छ एप्लिकेसनहरु। फ्यान भयो, बत्ती भयो, स्विच ग्याङ भयो, सोमिटर भयो, डिपिएमसी भयो, आरसी भयो र एमसीबी भयो। यति नै हो। वायरिङ गरौँ। कालो भनेको न्यूट्रल र रातो भएको फेज र आरसी बाट अब एमसीबी डिस्ट्रिब्युसन बक्समा लगाउँ। र रातो यस्तो भयो, कालो यस्तो भयो। अब रुममा स्विचबाट इन्डिकेटर जान्छ, इन्डिकेटरबाट एमसीबी जान्छ। अब स्विचबाट बत्तीमा र स्विचबाट फ्यानमा त्यो भयो अनि न्यूट्रल सबैमा गयो रुम नम्बर 1 मा। रुम नम्बर 2 मा त्यो स्विचको लाइन दिइरहेछ अनि बत्तीमा फेरि अनि फ्यानमा न्यूट्रलको काम त्यही भयो। न्यूट्रलको काम सिधै अब रुम नम्बर 3 मा त्यही हो। स्विचबाट एमसीबी भयो अनि त्यहाँ स्विचबाट फेरि त्यो बत्तीमा फ्यानमा न्यूट्रल सबै पुग्यो। अब किचन र फाइभ सेजमा पनि भयो, फेज गयो। अब डिस्ट्रिब्युट गर्ने त्यो बत्तीमा र फ्यानमा गर्दैछ किचनमा अनि अब फाइभ सेजमा फेज दिनको लागि त्यो फेज दिँदैछ बत्तीमा अनि फ्यानमा। न्यूट्रल गयो अब डाइरेक्ट बत्तीमा किचनमा अनि जस्ट फ्यानमा बत्तीमा भयो र यति थियो वायरिङ। ल अब